अन्तिम पटक रुँदै भनेकी थिइन्, मेरो शरीर त लुट्यौ, कमसेकम मलाई त घर जान देऊ। म पनि त कसैकी छोरी हुँ अनि कसैको सपना। तर पनि उनको त्यो चिच्चाहाटलाई त्यहाँ कसैले पनि सुनेन। आज पनि छोरी भएर जन्मिनु यो समाजमा कति धेरै गाह्रो छ भन्ने कुरा यो घटनाले वास्तवमै सिकाउँछ। एउटा छोरी घरबाट हाँस्दै निस्कन्छे, तर पनि यो समाजले उसलाई डरको घेरामा राख्ने गर्छ। त्यस्तै त्यो दिन पनि इनिसा बिका आफ्नो घरबाट हाँस्दै ट्युसन पढ्नको लागि गएकी थिइन्। के थाहा उनलाई जङ्गलमा चार जनाले उनको शरीरलाई छिया छिया पार्छन् भनेर। एकैछिन कल्पना गरौँ त, त्यो अवस्थामा उनी कति धेरै रोएकी होलिन्, कति धेरै चिच्चाएकी होलिन्। यो पनि त भनेकी होलिन्, मेरो शरीरसँग त खेल्यौ, कमसेकम मलाई त घर जान देऊ। तर पनि उनको त्यो चिच्चाहाटलाई त्यहाँ कसैले पनि सुनेन। पालै पालो 4 जनाले उनको शरीरसँग खेले। त्यतिले मन नभरेर उनको 2 खुट्टाको बीचको हड्डी नै भाँचिदिए। आमाले एउटा छोरी मात्रै गुमाएका छैनन्, यो देशले एउटा छोरी गुमाएको छ। यो देशले फेरि पनि अर्को निर्मला पन्त गुमाएको छ। निर्मला पन्तले त 8 वर्षसम्म न्याय पाएकी छैनन्। के उनले न्याय पाउलिन् त भन्ने खालका प्रश्नहरू समाजमा उठेका छन्।